जय श्री राधे राधे, जय श्री कृष्ण। म एउटा सानो कुरो गर्न जाँदैछु, सबैले सुनिदिनु होला। यो भिडियो देश विदेश सबैतिर पुगोस्, यही अनुरोध गर्दछु। देशको बारेमा नेताहरूले कहिले पनि भलो सोचेनन्, कहिले पनि राम्रो गरेनन्। यो नेपालका नेताहरूले र राजा बिना यो देश नरहने स्थितिमा पुगिसक्यो। राजा बिनाको देशमा बस्न पनि धेरै गाह्रो छ। हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, अत्याचार ज्यादै नै भयो नेपालमा। शान्ति भन्ने छैन। नेपालबाट शान्ति हुनुपर्ने, नेपालबाट शान्ति दिएर विश्वलाई शान्ति गराउनु पर्ने देश, शान्ति क्षेत्र नेपाल, तपो भूमि नेपाल। र आज यस्तो दुर्गन्ध बनाए पापी अपराधी नेताहरूले गर्दाखेरि आज घरङघात बनाइदिए नेपाललाई। सबै छोराछोरी विदेशमा, बाबुआमा वृद्ध आश्रममा, बाबुआमालाई हेर्ने, तातो पानी दिने मान्छे छैन, औषधि दिने मान्छे छैन। देशको हालत बिग्रिएर गयो। र राजालाई राजगतिमा नराखेसम्म यो देशमा यत्तिकै अशान्ति भइरहने जस्तो देखिन्छ। राजा बिनाको देश अन्धकारै हुन्छ र राजालाई राजगतिमा राख्नुपर्दछ। र हामीले सही ठाउँमा भोट हालेर, सही व्यक्तिलाई भोट हालेर आफ्नो नेपाल आमालाई बचाउँ, आफ्नो माटोलाई बचाउँ र आफ्नो छोराछोरीको भविष्य राम्रो होस् भनेर सोचौँ। र हाम्रो दिमागमा सधैँ एउटै पार्टीलाई भोट हालेको छ, दिमाग छैन, बुद्धि छैन। अर्काले जे भन्यो, जता खान पायो उतै दौड्यो। आफ्नो देशको माटोलाई पनि हेर्नुपर्दछ, आफ्नो देशको भविष्य पनि हेर्नुपर्दछ। र सही ठाउँमा राम्रोसँग विचार गरेर सोचेर भोट हालौँ र देशको उन्नति सोचौँ। र हामी पहिला पो त्यति पढे लेखा मान्छे थिएनन्। र अब अहिले त पढे लेखा जति पनि छन् नि, सोध्न सक्ने त छ नि, को राम्रो को नराम्रो, कसले राम्रो काम गर्यो गरेन। आफ्नो देशको सोध्ने शक्ति त हुनुपर्छ नि। पढ्या के काम थियो? पढ्या भनेको छ, बुद्धि भने दुई पैसा छैन। खाली जथाभावी भोट हाल्या छ अनि नेतालाई सराप्या छ। पहिला हामी जनता सुध्रियौँ न। जनता सुध्रिएर सही ठाउँमा भोट हालेपछि नेता सुध्रिहाल्छन् नि। नेता आफूले भर्याङ लगाइदिने अनि भर्याङ चढेर माथि गएर जथाभावी गरे नि नेताहरूले। नेताहरूलाई चानस दिने नै हामी हौँ। चानस नदिए भए त्यहाँ पुग्नै सक्थेन। त्यस भएर नेतालाई सराप्नुभन्दा पहिला हामी सुध्रियौँ न। पहिला सही ठाउँमा भोट हालेर हामीले देशको माटोलाई सम्झेर, आफ्नो धरतीलाई सम्झेर भोट हाल्यौँ भने त रुनु पर्दैन। हाम्रा छोराछोरीको भविष्य पनि राम्रो हुन्छ। र अब छोराछोरीको भविष्य पनि बिग्रिसक्यो। हाम्रो दिमाग गतिलो नभएर यही अनुरोध गर्दछु।